आज पनि फेरि तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। अनि आज चाहिँ हामी रातिको यहाँ ब्लग स्टार्ट गर्दैछौँ बान्तावा। अनि हामी चाहिँ आज रवि महोत्सव मेला जाँदैछौँ। आज चाहिँ फर्स्ट डे को हामी उद्घाटन गर्न हामी जाँदैछौँ। हाम्रो टिमहरु एलिसा डन हुनुहुन्छ अनि हामी चाहिँ मेरो साथी एलिसा पुरै यहाँ चाहिँ मेरो जिक्री फ्यानहरु दुई जनाहरु जिक्री सिक्री चाहिँ खोइ सिक्री चाहिँ लगाएको छ घाँटीमा। जाडोले गर्दा सिक्री चाहिँ छल्लेको छ, देखिएको छैन सबैको हैन। अब हामी चाहिँ जान आँटेको छौँ। देवा पनि हुनुहुन्छ उता जानुलाई तयारी। खोइ कान्छा उ डेनिस चाहिँ पर छ, उ हाम्रो कान्छा पनि कुनामा। हामी सबैजना फ्यामिली जाँदैछौँ आज। आज मेला कस्तो रहनेछ अब म देखाउने छु सर। लाउ साथीहरु हामी चाहिँ रवि बजार आइसकेको छौँ। बान्तावा यहाँ यता छ याङनिम चाहिँ ह्याप्पी भइरहेछ पुरै। अनि हामी चाहिँ गाडी यहीँ राखेको बुद्ध चोक अगाडि रविकर्ण चोक अगाडि राखेर अब हामी चाहिँ मेला चाहिँ भित्रपट्टि लाग्दैछ साथीहरु। भित्रपट्टि तपाईहरु कहिले आउनुहुन्छ अझै छ मेला लाग्न अझै कति दिन छ। अनि तपाईहरु पनि आउनु होला हाम्रो रवि महोत्सव भर्नको लागि हैन भर्नको लागि। अब यो मेला चाहिँ कति अझै निकै दिन छ। मेलाभित्र प्रवेश गर्दैछौँ। साटा अरे के साट्नु पर्ने हो साथीहरु? बजाज कम्पनीको के जाति साट्नु पर्ने भन्ने चाहिँ मैले सुन्दै थिएँ साथीहरु। तपाईहरु अलिक मजाले प्राइस सुनेर नयाँ बाइक लानेर पैसा ए बजाजको एक्सचेन्ज गर्न मिल्छ साथीहरु। यहाँ चाहिँ रवि मेलामा त्यो अफर पनि छ। अनि बाइकहरु चाहिँ यस्तो धेरै मैले प्राइस सुने। तपाईहरुको पुरानो बाइक छ भने यहाँ लिएर साट्नु होला साथीहरु हैन। बजाजले चाहिँ यो गरेको भन्दै थियो। साट बाइक लैजाउँ मात्र नागरिकताको भरमा लैजाउँ भनेको क्या। ऊ नागरिकताको भरमा बाइक लान पाइने अरे परेर है। कोही रहेन रहेछ बाइक लान आउने रहेछ। के अनि मेला भन्नु त सँगै भेट भइहेर त नि सल्लाह गरेको जत्तिकै। अहिले परे देखाउनु भयो अहिले र उतै देखाउनु भएको के रातारात एक्लै दिदी के साह्रो डेन्जर। अनि माइ गड तपाईँ त चाहिँ यहाँ मेला भर्नु आउनु भएको छ। एकदम दामी छ कब दामी छ लु। लिम्बूको साथमा हामी आउनेछौँ रोइलाई पनि कुरमुरे ब्रेक के भन्दै थियो हामी चाहिँ पिङ खेल्नु यहाँ लागि प्रोटेटिङ पुरै हाम्रो ग्रुपहरु यता पछाडी हुन्छ। चाहिँ पिङ खेल्दैछौँ यहाँ पुरै ऋतु यता छ। अँधेरोमा केही पनि देखेको छैन। खेल्दैछु खोइ हाम्रो टिमहरु कहाँ साथीहरु। हामीले चाहिँ आज दिनको पनि उद्घाटन गर्यौँ हैन। अब सुरुदेखि आएर हामी चाहिँ यहाँ पिङमा कस्तो खेलेको थिएन नि अब चाहिँ एकदमै हामी चाहिँ इन्जोय गरिरहेको छौँ। मेला भनेको चाहिँ यस्तो हुनुपर्छ साथीहरु। तल टेनिसहरू गिटार ठुली यहाँ माथि हुनुहुन्छ। अनि धेरै खोइ देख्दिनँ त तिनीहरूलाई म। अनि धेरै तल छ ऊ तल साथीहरु एलिसा हेलो फाइनली साथीहरु अप्सरा चाहिँ रुयो रे। अप्सरा त एलिसा कस्तो रुयो नि एलिसा रुयो। अनि मेरो भाइ डरले त रुयो म चाहिँ यहाँ छु साथीहरु। अनि बसेरै पुरो चिउचो ढुक्कुर भयो। मलाई चिन्दैन र म यहाँ छु भनेको नि मलाई चिन्दैन नि त। हाम्रो खिच्दिन न ब्लग ल यहाँ गेम खेल्दैछ है साथीहरु हाम्रो ऋतु कार्कीले। बान्तावा चाहिँ हेल्पर यहाँ जित्छ पैसा राख्ने पैसा डिपोजिट गर्ने। साथीहरु चाहिँ यहाँनिर खेल्दैछ। यहाँनिर यो के हो म चाहिँ जान्दिनँ। यहाँनिर आयो पर्यो राख
यति धेरै पैसा गएको थियो कि अनि हात मुठीभरि पार्यो यस रितु यस यस यता जस्तो छ अनि हामीले पिङ पनि खेलिसकेको छौँ यहाँनिर अनि पिङ खेल्यौँ यहाँ नानीहरू यस्तो खेल्दैछ अनि यहाँबाट छिर्नुपर्ने टिकट काटेर 150 रुपियाँ होइन अनि यहाँबाट यस्तो छ केटीहरू त पल्के छैन खेलेको खेलेको पल्के छ खेलेको खेलेको दाजुलाई पनि भ्लगमा निकालेको नि त त्यस्तो नगर्नु दाजु दाजुले यस्तो राम्रो गेम खेलाउनु हुँदो रहेछ नि यहाँनिर फाइनली साथीहरू हाम्रो सन्दीप दाइ हुनुहुन्छ हाम्रो बेलाका सञ्चालक हुनुहुन्छ पक्कै पनि अनि फोटो क्यामेराम्यान सन्दीप तामाङज्यूको तर्फबाट यो त हाम्रो सम्मान कार्यक्रम हामी समाप्त गर्न चाहन्छौँ र अहिलेको लागि पनि हामी फेरि पनि एकचोटि योगेन लिम्बुको लागि महोत्सवमा पाल्नु भएका तपाईँ सम्पूर्ण महानुभावहरूलाई फेरि पनि सेवाहरू अनि नमस्ते रविमा म पहिलोचोटि आएको यो मेरो पहिलो जोडी कुमकुममा
भइसक्यो साथीहरू आजको लागि हामी चाहिँ फर्किँदैछौँ धुलो उडेर बिजोग छ है ए यहाँ रहेछ खोइ जेनी छ ए ल आजको लागि महोत्सव एकदमै रमाइलो भयो अनि आजको महोत्सव कस्तो भयो भनिदिउँ दिदी कस्तो रह्यो आजको मेला एकदम राम्रो इन्जोय भयो नि गऱ्यो आन्टी फर्किनु भयो अनुका चाहिँ यस्तो अनुका यहाँ आऊ न मेरो ब्लगमा अनुकाले चाहिँ यस्तो मम्मीलाई सेवा पिराली मेलामा महोत्सव हाम्रो डेमालाई सक्दिनँ होला त्यही भएर आजको ब्लग चाहिँ म यहीँ अन्त्य भएको पनि जानकारी गराउँछु अनि नेक्स्ट ब्लगमा हाम्रो भेट हुने रहेछ भन्दै एलिसा ठुली सबैजना हामी चाहिँ यहाँ छौँ बाइ बाइ